सबैको भिडियोमा लाइक कमेन्ट गर्दा गर्दै म पनि आइपुगेको छु आफ्नै भिडियो लिएर। हेलो गाइज, वेलकम टु माई डेली ब्लग। एक बिहानै उठ्ने बित्तिकै दाँत घोटेँ, दाँत घोटेर सबैलाई हेलो हाई भन्दै म मुखसुख धोएर फ्रेस भएँ। फ्रेस हुने बित्तिकै हेलमेट सेलमेट बोकेर कामको लागि निस्किसकेको छु। यहाँ यतिखेर निस्किसकेँ, काममा गएर फर्कि पनि सकेँ। घरको लागि फर्किसकेको छु। यहाँ बाटोमा सरर भिडियो खिच्दै घर आइसकेको छु र यहाँ आइपुगेर म घर जाँदैछु। घर पुगिसकेको छु। हेल्लो भनेर नमस्ते भन्दै त्यसपछि गएर खाना खाएँ। खाना खाएर अफिस निस्किनु पर्ने भएको हुनाले फटाफट खाना खाएँ। खाना खाएर अफिस गएँ। अफिस गएको भिडियो चाहिँ गरिनँ। अफिस गएँ। अफिस जाँदा अफिस पुगिसकेको छु। अफिस पुगेर पत्रिका लडिरहेको रहेछ। पत्रिका उठाएर गएर माथि गएर हाजिरी ड्याङ्ग लाएँ। थ्याङ्क यू भेरी मच भन्यो। त्यसपछि अफिस जाँदा कोही पनि आएको थिएन। अफिस डङ्गरित्तै एक्लै बसिरहेको थियो। त्यसपछि म गएर कामसाम गरेँ। टन्न काम भएको हुनाले अफिसमा बिजी व्यस्त साह्रो भयो। दिनभरि थकान भयो। त्यसपछि मकै खाएँ। मकै खाएर आधा छोडाएर खाएँ। मकै खाएपछि एकछिनपछि अन्डा करी र रोटी खाजा खाएँ। गम पातोवालो अन्डा करीको झोलसँग। बेलुका भइसकेको छ। यतिखेर अफिसबाट श्रीमतीज्यूलाई लिन निस्केको छु। श्रीमतीजी डङडङ आउनुभएको छ। कामले थाकेर होला अहिले त अनुहार लिएर आउनुभएको छ। त्यसपछि श्रीमतीजीलाई लिएर हामी घरतिर लाग्यौँ। फनानानानानाना घर गयौँ। घर पुग्न आँटिसकेका थियौँ। यहाँ एकजना दाइ बाटोमा हिँड्दै हुनुहुन्थ्यो। त्यसपछि घर पुगेर मेरो आज कपाल काट्नुपर्ने थियो। कपाल काट्नको लागि म सैलुनमा गएँ। मेरो वैल्यात्त परेको पातलो तालुखैले हुन लागेको कपाल म यहाँ काट्न बसिसकेको छु र दाजुले घैँ मेरो कपाल काट्दै हुनुहुन्छ। फनानाना मलाई निन्द्रा लाग्यो। कपाल काट्दा साह्रै ढिलो काट्नु भयो। तालुखैले टाउको पनि कति बेर लाएर कपाल काटिदिनु भयो। त्यसपछि कपाल काटिसकेपछि कस्तो देखिएँ त म हेन्डसम भयो कि नै भनेर ऐनामा हेरेँ। मोबाइलले भिडियो खिची क्यामेरातिर हेरेर कपाल मिलाएँ। खासै राम्रो त देखिनछु भने। आजको दिन मेरो यसरी नै बित्यो। धन्यवाद। भिडियो हेरिदिनु भएकोमा लाइक कमेन्ट र सेयर गरिदिनु होला। धन्यवाद। गुड नाइट।